आज मैले एउटा निर्णय गरिदिएँ आमा। के गरिस् त? आज एकदम खुसी भएछ। मैले सिर्जनाको बिहेको निर्णय गरिदिएँ आमा। के? म इन्डिया फर्किनु अघि नै सब काम गरिदिइहाल्छु। यति गरेपछि हाम्रो बोझ घट्छ नि। त्यो त हो बाबु, कोसँग कुरा गरिस् त? केटा उतै मेरो कम्पनीको नजिकैमा काम गर्छ, राम्रो कमाउँछ, सिर्जनालाई खुसी राख्छ। ए त्यसो बेच्नेकै मान्छे हो बाबु? चिनेकै मान्छे हो। आज कुरो उठ्यो, मैले हुन्छ भन्दै। ठिक छ, अब तयारी कसरी गर्ने होला त? त्यो चिन्ता नगर्नुहोस्, सब मिलाइहाल्छु। यति सानो उमेरमा तेरो बाउको भारी बोक्नु पर्यो, के गर्ने? तेरो बाउले धोका दियो। अब त्यो फेरि धोकेबाज बाउको कुरा ल्याएर टेन्सन नलिनु है आमा। सुन कति भए पुग्ला? 2 तोला भए पुग्ला नि। बाँकी म 1-2 तोला इन्डिया गएर दिउला। नानी अहिले सानै छ नि, यति चाँडै बिहे गरिदिन ठिक नहोला कि? ठिक नहोला? कहिले ठिक हुन्छ त? अलि उमेर पुग्छ न। कहिले पुग्छ उमेर? 20-21। कसले भन्यो तँलाई? कसले पनि भनिन। हाम्रो त यही उमेरमा बिहे भयो। त्यही भएर त यस्तो भयो नि। कस्तो? यस्तै। कस्तो यस्तो? मेरो बच्चा खेर गयो नि। कसैको आँखा लागेर हाम्रो बच्चा त्यस्तो भएको हो? मेरो शरीर बच्चा पाउन तयार नभएको हुनाले हो। त खुब जाने भइछस्। कसले सिकायो तँलाई? कसले पनि सिकाएन। कसैले पनि होइन भने कसरी थाहा पाइस्? भन मलाई, कसले जाने बनायो तँलाई? स्वास्थ्य मान्छेले। ओ, गाउँमा मैले यो हल्ला सुनेको थिएँ। के सुन्यौ? यो खुब तसँग? होइन होइन, स्वास्थ्यका मान्छेले त स्वास्थ्यकै बारेमा कुरा गर्छ।